गेम जित्नु भन्दा पनि अन्तिमसम्म लडाईँ गर्नु ठूलो कुरा हो। नेपालले इतिहासकै ठूलो रन चेस साथै ब्याक टु ब्याक 3 ओडीआई खेल जित्ने मौका गुमाएको छ। 35 रन 3 विकेट गएको नेपाली टोलीले 321 रन हानेर हारलाई नि भुलाएको छ। यो खेलले प्रमाणित गर्छ कोच स्टुअर्ट लको कोचिङ नेपाल अब 300 भन्दा माथिको चेस नि हान्न सक्छ है भन्ने एक उदाहरण दिएको छ। टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपालले सुरुवाती क्रममा कसिलो बलिङ र फिल्डिङका साथ गेमलाई आफ्नो पक्षमा पारिरहेको थियो। करण केसीको सुरुवाती 2 विकेट र दिपेन्द्र सिंहको ब्याक टु ब्याक विकेटले स्कटल्यान्डलाई 40 ओभरमा 200 रन बनाएको थियो। तर अन्तिम 10 ओभरमा नेपालका बलरले राम्रो बल गर्न सकेनन्। स्कटल्यान्डका क्याप्टेन बेरिङटनको शतक र माइकल लिक्सको 96 रनले स्कटल्यान्डले 323 हानेर 324 को विशाल लक्ष्य पेश गर्यो। जवाफी ब्याटिङमा नेपालका ओपनरको सुरुवाती क्रममा आउट हुन पुगे, जसमा कुशल भुटेलको रन आउटले गेमलाई पछाडि धकेलिदियो। भीम सार्की, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामीले लक्ष्यलाई नजिकसम्म पुर्याए। तर अन्तिममा सोमपाल र करण पनि आउट भएपछि नेपालले 2 रनले गेम हार्न पुग्यो। तर पनि नेपालले हालसम्मकै उत्कृष्ट प्रदर्शन ओडीआईमा देखाएको छ। तपाईहरुलाई हिजोको गेममा कहाँनेर गल्ती भयो जस्तो लाग्छ कमेन्ट गर्नुहोला।